दर्शकबिन एमालेबाट चुनाव लडेर दाङको घोराही उपमहानगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष भएका जितेन्द्र शाहले कारागारमा रहेका रासोपाका सभापति रवि लामिछानेमाथि राज्यले गरेको प्रतिशोध विरुद्ध हस्ताक्षर गरेका छन्। शाहले रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध आज दाङको घोराहीमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका हुन्। एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका जितेन्द्र शाहले केही महिना अगाडि एमाले चटक्क परित्याग गरेर अहिले स्वतन्त्र वडा अध्यक्ष भएका छन्। उनी अहिले कुनै पनि पार्टीमा आबद्ध छैनन्, मात्र स्थानीयका माग र वडा विकासका लागि तल्लीन छन्। उनी शाहले वडा अध्यक्षमा निर्वाचित भइसकेपछि नै आफूले पाउने तलब सुविधा सामाजिक काममै खर्च गर्दै आएका छन्। सधैँ वडावासीको सुविधाका लागि खटिरहने शाहको काम देखेर स्थानीय सरकार साँच्चीकै हाम्रो सरकार हो भन्ने कुरा घोराही 8 का बासिन्दाले महसुस गर्न पाएका छन्। शाह भन्छन्, एमालेमा हुँदा आफूलाई पिञ्जडामा कैद भए जस्तै महसुस हुन्थ्यो। साँच्चीकै आवश्यक पर्ने ठाउँमा बजेट विनियोजन गर्न पाउँथेन। जब म स्वतन्त्र भए अहिले जनताको लागि काम गर्दै आएको छु। स्थानीय सरकार वास्तवमै स्वतन्त्र हुनुपर्छ भन्ने उनको तर्क पनि छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै रासोपाले देशैभर हस्ताक्षर अभियान चलाएको छ। उक्त अभियानमा पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले पनि हस्ताक्षर गर्दै साथ दिएका छन्। यस अभियानमा लाखौं जनताको साथ रहेको छ।